I lost my job. वेलकम डे 7 अफ दुबई जर्नी सिरिज। मेरो यो दुबई जब जर्नीको सबैभन्दा हार्डेस्ट पार्ट, जब चेन्ज गरिसकेपछि सबै कुरा एकदम जो राम्रो भइरहेको थियो, बट सडनली अनएक्सपेक्टेड भयो। र यसको रिजन भनेको चाहिँ जुन मेरो पुरानो कम्पनी थियो उसले चाहिँ मेरो क्यान्सलेसन पेपर दिन चाहिँ डिले गरिदियो। 1.5 मन्थ भन्दा बढी मेरो नयाँ कम्पनीले चाहिँ मेरो क्यान्सलेसनको वेट गरिरहेको। जब मेरो पुरानो कम्पनीले डिले गर्यो, मेरो नयाँ कम्पनीले चाहिँ जुन कम्पनीमा रिसेन्टली जोइन भएको थिएँ उसले चाहिँ मेरो कन्ट्र्याक्ट चाहिँ क्यान्सल गरिदियो। जब यो सबै इन्सिडेन्ट मसँग भयो, म लिटरली ब्ल्याङ्क थिएँ। न मसँग जब छ, न मसँग त्यति अब सेभिङ जो छ, न त मसँग अब कुनै ब्याकअप प्लान जो थियो। अब मात्र 1 महिनाको भिजा छ, अनि 1 महिनाको टाइममा जब पाउनु धेरै जो हार्ड कुरा हो। भनिन्छ नि एभ्रिथिङ ह्यापन फर अ रिजन भने चाहिँ जब मेरो मात्र 15 दिन भिजाको बाँकी थियो, फाइनली मलाई एक ठाउँबाट इन्टरभ्यूको लागि कल आयो अनि इन्टरभ्यूमा गएँ अनि म सेलेक्टेड पनि भएँ। बट म खुसी भने 1% पनि थिएँ, किनकि म मेरो पास्टमा मसँग जे भयो म त्यही कुरामा स्टक थिएँ। जेको लागि मैले चेन्ज गरेको थिएँ त्यसको अपोजिट मैले सबै कुराहरू झेल्नु पर्यो। अनि अहिले अलमोस्ट 9 महिना भइसकेको छ यो सबै भइसकेको। त्यो टाइममा जुन जुन कुराहरू मैले फेस गरेँ सायद त्यो मैले एक्सप्लेन गर्न सक्दिनँ। र त्यो टाइममा सिकेको बेस्ट कुरा भनेको चाहिँ लाइफ सधैँभरि हामी जसरी चाहन्छौँ त्यसरी हुँदैन है, कहिलेकाहीँ त्योभन्दा अपोजिट पनि हुन्छ। र त्यसको लागि पनि हामी रेडी हुनुपर्छ, त्यसलाई पनि फेस गर्नुपर्छ। यदि तपाईँ पनि एउटा त्यस्तै जर्नीमा हुनुहुन्छ, एउटा आफ्नो लाइफको त्यस्तै पार्टमा हुनुहुन्छ भने डोन्ट गिभ अप है, इट्स जस्ट अ टाइम है। थ्याङ्क यू।